टाढै भयो त कता खाना आज चाहिँ हाम्रो थर्ड भ्लग है र साथीहरू हाम्रो तेस्रो भ्लगमा चाहिँ वेलकम छ्यास भ्लग चाहिँ कस्तो हुन्छ थाहा छैन तर सुरु चाहिँ भयो अरे थाले हाम्रो चाहिँ अब सधैँ भ्लग हुन्छ लेफ्टमा आयो घुम्न हिँडेर फोहोरको थुप्रो गयो किन फोहोर यति राम्रो गरेन हामीलाई फोहोर लिएर आउनलाई राखिदिन्छ कस्तो रमाइलो छ तिम्रो साइकल त सधैँ ढलिरहन्छ साथीहरू हामी छ्यासै हिँड्यौँ आज पनि ओ माई गड हाई कबाड भन है म साउन्ड थपिदिन्छु क्या म साउन्ड थप्नु प्लिज फ्लाम आयो सिसे बोतल कागज मेरो त कस्तो त्यो त्यस्तै जबमा रिटायर भएर आएको जस्तो स्वर छ त मिलाइन् त मैले भने फुत्ता फाल्यो नि त्यहीँ तल राख्यो नि माथि राख्यो हो त्यहीँ राख्यो नि भयो किन हो त्यस्तो आज पनि बिहानको घामसँगै हामी साइकल पक्रेर हिँड्यौँ ल कता हो सोल्टिनी कबाडी साइकल पक्रियो तर हाम्रो घुमाइ हेर नि फेरि रियालिटी कस्तो चोर्नी यो फुल चोर्नी प्लान गरिरहेको थियो मेरो चोर बुढीले दामे दामे ए यहाँ त लिक भइसक्यो तिम्रो प्लान जापान यस्तो जङ्गल जङ्गल आहा कसरी यता चाहिँ न ऊ लडे नि उतैतिर लड बिस्तारै हिँड न पख न रमाइलो छ हेर नि ल यस्तो जङ्गल टक्क यता गाडी अनि घुमाउनु लगाएन भन्छौ घुमाउनु लगाएन भन्छौ यस्तो जङ्गल जङ्गल भात खाएर ल उता हिँड न उता मेन चाहिँ मेरो चाहिँ आज यसो काममा सामानहरू चाहिँ चाहिएको थियो होइन यहाँनिर अस्तु र प्रोडक्ट साइकल चाहिँ यहाँ राखेँ यस्तो यस्तो सामानहरू कस्तो किनिहाल्ने र दिनभरि यहीँ छोड्दै पनि पत्तै होइन भन्नु न दिनभरि यहीँ छोड्दै नि पत्तै हुनु म अस्ति तिम्रो बिदा भएर म कति घुम्थेँ यहाँ यस्तो यस्तो सामान हेरेर बस्न त कस्तो दिनभरि यहीँ छोड्दै हुने नि हेरेर बस्नुहुन्छ छिटो के चाहियो त्यही हेर्नु र तपाईँलाई त्यही त अस्ति नै मैले लगेर बेच्दै हो क्या 1000 पुग्यो 800 मा लगेर मैले 14-15 बेच्दिएको थिएँ के हो र ग्यास जस्तो यो कम्प्रेसर होला क्या या साबुतानको एयर ट्याङ्क हो हेर्नु न यस्तो यस्तो राज्यताहरू चाहिँ हामी के चाहियो यस्तो अहिले तिमीलाई मेकअप पसलतिर आयो तिमी कस्तो गर्थ्यौ मलाई यति झुल्याइ क्रिएनमा गयो भने तिमी कस्तो झुल्याइन्छौ अनि हाम्रो यत्रो पसलमा आउँदाखेरि
मैले तिमीलाई नझुल्याएर कसलाई झुल्या ल एकदम राम्रो राम्रो सामानहरू मलाई ल मैले चाहिँ यस्तो किनेँ बुढी रिसाइरहेको छु उता प्याज छ लास्टै आज त हामी अस्ति नै खाएको होला न अस्ति नै आइसकेको दुईजना बस्न दुईजना बस्नु दुवैजना काम गरिल बरु त्यो झुलानेर अचार अहिले त्यहाँ राख्नु है अनि हल्का दुईजना है यहाँको मुलाको अचार मिठो खाने मैले त धेरै जान्थ्यो हामीले त लिएरै जान्थ्यौँ धेरै महँगो महँगो चाहिँ मगाउने होइन यिनीहरू बाटो छ यार लास्टै यिनीहरू लास्टै बाटो छ कि किन जस्तो यहाँ अब यसमा राख्यो भने कस्तो मिठो मिठो जस्तो देखिन्छ नि त अनि तर लास्टमा त नमिठो नि हुनसक्छ एउटा यो यस्तै रहेछ यस्तै रहेछ त्यसहरूलाई यता राख्छु अनि खाइसकिन्छ यत्रो भात मिठो भट्टाबाट ल हामी चाहिँ अब चटचुट्टा पारेर खाइसक्छौँ ठिक छ नि त्यहाँतिर यही हातले तानेर धन्य भयो के गर्नु पाए हुन्थ्यो एउटा सट्ट घरतिर लाग्यो अब टक्क होइन बुढाबुढी यहाँ कनहरू रहेछ त जानुपर्छ क्या हेर्नलाई यार छैन जानु पसल ल फटाफट घर जाउँ